महत्त्वपूर्ण सूचना JLPT एक्जामको एन्सर सिट भर्दा ध्यान दिनुपर्ने कुराहरू। एन्सर सिट भर्दा स्क्रिनमा देखाइएका सही नम्बर्स र अल्फाबेट्स मात्र प्रयोग गर्नुहोस्। गलत नम्बर्स वा अल्फाबेट्स प्रयोग नगर्नुहोस्। एन्सर सिटमा विवरण भर्दा पेन्सिल 2B अथवा HB मात्र प्रयोग गर्नुहोस्। पेन वा अन्य कुनै लेख्ने सामग्री प्रयोग गर्न पाइदैन। सबैभन्दा पहिले आफ्नो टेस्ट भाउचरमा उल्लेख गरिएको एक्जाम रेजिस्ट्रेसन नम्बरको अन्तिम 5 अङ्क लास्ट 5 डिजिट्स माथिको खाली बक्सहरूमा लेख्नुहोस्। त्यसपछि लेखिएका प्रत्येक अङ्क अनुसार तलको सर्कलमा मार्क गर्नुहोस्। मार्क गर्दा सर्कलको बाहिर ननिस्किने गरी सफा र पूर्ण रूपमा भर्नुहोस्। नमुनामा देखाइए झै मात्र मार्क गर्नुहोस्। टिक मार्क वा अन्य कुनै चिन्ह प्रयोग नगर्नुहोस्। नाम लेख्दा सुरुको बक्स खाली नछोडी लेख्नुहोला। अब आफ्नो नाम टेस्ट भाउचरमा लेखिए बमोजिम लेख्नुहोस्। नाम लेख्दा सबैभन्दा बायाँबाट सुरु गर्नुहोस्। नेम, मिडल नेम, सरनेमको बीचमा एउटा मात्र बक्सलाई छोड्नुहोला। अनावश्यक स्पेस वा हाइफन जस्ता चिन्हहरू नराख्नुहोस्। आफ्नो सही डेट अफ बर्थ AD मा भर्नुहोला। BS मा जन्ममिति लेख्न पाइदैन। तपाईले भर्नुपर्ने विवरण यति मात्र हो। तपाईलाई प्रदान गरिएका सबै आन्सर सिटहरूमा यही प्रक्रिया अनुसार ध्यानपूर्वक विवरण भर्नुहोस्। N1 N2 को परीक्षामा जम्मा 2 वटा आन्सर सिट तथा N3 N4 N5 मा 3 वटा आन्सर सिट हुनेछन्। प्रत्येक आन्सर सिटको परीक्षा समाप्त भइसकेपछि माथिको पर्फोरेटेड एरिया च्यातेर छुट्याउन बनाइएको भागबाट सावधानीपूर्वक च्यातेर छुट्याई सम्बन्धित पेज बुझाउनु पर्नेछ। आन्सर सिट च्यातेर छुट्याउँदा आन्सर सिटको अन्य भागमा च्यातिन गएको खण्डमा त्यसको जिम्मेवारी परीक्षार्थी स्वयंले लिनुपर्नेछ। पहिलो पेपरको परीक्षा सकिएपछि आन्सर सिटको पहिलो पेज, दोस्रो पेपरको परीक्षा सकिएपछि आन्सर सिटको दोस्रो पेज तथा तेस्रो अन्तिम पेपरको परीक्षा सकिएपछि आन्सर सिटको तेस्रो अन्तिम पेज बुझाउनुहोस्। ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा, सबै पेपरको आन्सर सिटमा पहिलो पेपरको परीक्षा सुरु हुनु अगावै आफ्नो सिम्बल नम्बर, नाम, थर, जन्ममितिको सही विवरण पूर्ण रूपमा भरेर राख्नुपर्नेछ। परीक्षा सुरु भएपछि आफ्नो विवरण भर्ने समय उपलब्ध हुने छैन। त्यसैले समयको व्यवस्थापन आफैले जिम्मेवारीपूर्वक गर्नुहोस्। परीक्षार्थीले भरेको आन्सर सिट कम्प्युटर प्रणालीद्वारा जाँच गरिने भएकोले निर्देशन तथा जानकारी दिए बमोजिमको पेन्सिल HB अथवा 2B को प्रयोग गरी आन्सर सिट भर्दाको कालो गाडापनलाई पनि विशेष ध्यान दिनुपर्नेछ। बेस्ट अफ लक। धन्यवाद।